के तपाईँ इन्सुलिन प्रयोग गर्नुहुन्छ र पनि तपाईँको डायबिटिज, सुगर नियन्त्रणमा छैन? सायद तपाईँले इन्सुलिन सही तरिकाले प्रयोग गर्नुभएको छैन होला। आउनुहोस् आज इन्सुलिनको बारेमा केही सिकौँ। इन्सुलिन मुख्यतया 3 प्रकारका हुन्छन्: छिटो काम गर्ने इन्सुलिन, लामो समय काम गर्ने इन्सुलिन र मिश्रित इन्सुलिन। छिटो काम गर्ने इन्सुलिन खाना खानु अघि 5 देखि 10 मिनेट अगाडि लगाइन्छ। यो इन्सुलिन बिहानको खाजा, दिउँसोको खाना र बेलुकाको खाना अगाडि लगाइन्छ। यसले खानापछि बढ्ने सुगरको नियन्त्रण गर्दछ। लामो समय काम गर्ने इन्सुलिन दिनमा 1 वा 2 पटक लगाइन्छ र यसले दिनभरि र रातिभरि सुगर नियन्त्रण गर्दछ। मिश्रित इन्सुलिन यो खाना अगाडि लगाइन्छ। यसले खानापछि बढ्ने र दिनभरि र रातभरिका दुवै सुगर नियन्त्रण गर्दछ। इन्सुलिन कहाँ लगाउने त? इन्सुलिन पेटमा, तिघ्रामा र पाखुरामा लगाउन सकिन्छ। सबैभन्दा राम्रो पेटमा लगाउँदा हुन्छ। नाइटो वरिपरि आफ्नो पेटलाई 4 भागमा विभाजन गर्नुहोस् र हरेक हप्ता 1 भागमा इन्सुलिनको प्रयोग गर्नुहोस्। एकै भागमा पनि हरेक दिन ठाउँ बदल्नुहोस्, नत्र सुन्निने वा छालाको समस्या आउन सक्छ। याद राख्नुहोस्, एउटै ठाउँमा बारम्बार नलगाउनुहोस्। अब बुझौँ इन्सुलिन कसरी राख्ने त? इन्सुलिनलाई लामो समयसम्म सुरक्षित राख्न फ्रिजमा राख्नुपर्छ, तर कहिल्यै पनि जम्न नदिनुहोस्। त्यसैले इन्सुलिन फ्रिजको ढोकाको साइडमा राख्नुहोस्। एक पटक खोलेपछि इन्सुलिन सामान्य तापक्रम 25 देखि 30 डिग्री भन्दा कममा झन्डै 28 दिनसम्म राख्न सकिन्छ। त्यसपछि भने इन्सुलिन प्रयोग गर्नु हुँदैन र त्यसलाई फाल्नुहोस्। इन्सुलिनलाई 25 देखि 30 डिग्री भन्दा कम सामान्य तापक्रममा राख्न सकिन्छ। त्यसो गर्दा घामबाट बचाउनुहोस्, तातोबाट जोगाउनुहोस् र गाडीभित्र नराख्नुहोस्। सही तरिकाले राखिएको इन्सुलिनले राम्रो काम गर्दछ। अब बुझौँ इन्सुलिन लगाउने तरिका। सर्वप्रथम इन्सुलिन जाँच गर्नुहोस्। यसको लेबल हेर्नुहोस्, सही प्रकारको हो कि होइन र म्याद लागेको छ कि छैन यकिन गर्नुहोस्। धेरैजसो इन्सुलिन पारदर्शी हुन्छन्। प्रिमिक्स भने अलि धमिलो हुन्छ। यदि कड देख्यो भने प्रयोग नगर्नुहोस्। प्रिमिक्स इन्सुलिन भए हातबीच हल्का घुमाउनुहोस्, जोडले नहलाउनुहोस्। इन्जेक्सन लगाउने ठाउँ सफा हुनुपर्दछ र इन्जेक्सन लगाउनु अघि डोज चेक गर्नुहोस्। पेट वरिपरि सही ठाउँ छान्नुहोस्। नयाँ सुई प्रयोग गर्नु राम्रो हुन्छ किनकि यसले दुखाइ र इन्फेक्सन कम गर्दछ। याद राख्नुहोस्, इन्जेक्सन लगाएपछि सुई केही समय त्यही राख्नुहोस्। 1 देखि 10 सम्म गर्नुहोस् अनि मात्र निकाल्नुहोस्।